बुहारीको मुखमा हेरेर लजाएर बसेको नचाउनु पर्यो नि बुहारीलाई तिमीहरू नाच्छौ भनेर पो हामीले यहाँ गीत गाएर बसेको त नचाउ त्यही त लौ न नाच्न पर्यो बेहुला बेहुली ल बेहुला र बेहुली के हेरेर बसेका नाच त कति रमाइलो हुन्छ ए मेरो भाइको हेरा भाके छ ठुलै नि अप्सरा झैँ ल्याएछ दुलाई नि मेरो भाइको हेरा भाके छ ठुलै नि अप्सरा झैँ ल्याएछ दुलाई नि साँझै मैले नभने मात्रै अप्सरा झैँ ल्याएछ दुलाई नि अहिले अप्सरा झैँ ल्याएछ ल बुहारी तिमीहरू दुईजनाको माया सधैँ यस्तै होस् तिमीहरू दुईजना सधैँ खुसी हुनु अनि यो परिवारलाई सधैँ खुसी दिनु बुवा आमालाई सधैँ इज्जत गर्नु माया गर्नु है गृहलक्ष्मी भनेर भित्रिएको छ गृहलक्ष्मी जस्तै व्यवहार गर्नु घर गरेर खानु ज्ञानी हुनु ल बाबु तपाईँ राम्रोसँग हाम्रो ख्याल राखेस् बुढीको पनि राखेस् राखेस् लजाएको हेर्नु न बुटुक्कै आएको छ भएर लजाउँछ फेरि ल अब भित्र लाने त होला अब भित्र जाउँ होइन हे मनमा छुट्याएर खुसीले छाको छ अब पालो ठुलेको आएको छ मनमा छुट्याएर खुसीले छाको छ अब पालो ठुलेको आएको छ मनमा छुट्याएर खुसीले छाको छ के भयो किन टोलाउनु भएको के भयो उता रमाइलो गर्नु नाच्नुपर्छ आउनु जाउँ हुन्छ दाइ म तालिम गर्छु ल कहाँ हुन्छ त्यस्तो आउनु नाच्नुपर्छ के म सिकाइहाल्छु नि दाइ साहब आउनु आउनु